माननीय सदस्यहरू, माननीय ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले सभाको आकस्मिक र शून्य समयमा उठेका विषयहरूका सम्बन्धमा बोल्नको लागि समय माग गर्नुभएको छ। म उहाँलाई समय दिन्छु। सम्मान्य सभामुख महोदय, समयका लागि हार्दिक धन्यवाद। उडिसा विश्वविद्यालयमा भएको गम्भीर प्रकृतिको घटना, प्रकृति लम्सालको मृत्यु भएको छ। म हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र शोकाकुल परिवारप्रति संवेदना व्यक्त गर्न चाहन्छु। भर्खरै घाइते रहनुभएका अर्थमन्त्री, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलज्यू र मेयर धनराज आचार्यज्यूप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। सम्मान्य सभामुख महोदय, मैले ऊर्जा तथा जलस्रोत मन्त्रालय सम्हाले यता भए गरेका कामहरू सम्मानित सदनमा जानकारी गराउनुपर्छ र यहाँ उठेका प्रश्नहरूलाई म आफूले उत्तरदायी भूमिका निर्वाह गर्नुपर्छ भन्ने सन्दर्भ जोडेर आफ्ना केही विषयवस्तुहरू राख्न चाहन्छु। कार्ययोजना प्रारम्भ चरणमा गत असोज 11-12 गते आएको भीषण वर्षा, बाढी, पहिरोको कारण अत्यन्तै प्रभावित भएर यो विपदको प्रभाव चालु जलविद्युत परियोजना सञ्चालित निर्माणाधीन दुवै र प्रसारण संरचनामा समेत प्रभावित भई सिँचाइ आयोजनाहरूमा क्षति पुग्न गएको थियो। यो करिब 13 अर्ब बराबरीको क्षति भएको थियो र तत्काल अवस्थामा विद्युत प्रसारणलाई अवरुद्ध हुन नदिकन सुचारू गरेको म निवेदन गर्न चाहन्छु। यो करिब 7 महिनाको अवधिमा नीतिगत कुराहरूमा कामहरू मन्त्रालयले गरिराखेको कुरा म निवेदन गर्न चाहन्छु। नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक सम्मानित राष्ट्रिय सभाबाट पारित भइसकेको छ र यस सभामा टेबल भइसकेको जानकारी गराउन चाहन्छु। जलस्रोत विधेयक यो चाहिँ समितिमा छलफल भएर अन्तिम चरणमा पुगेको छ। यो चाँडै यसको चाहिँ छलफल पूर्वाधार विकास समितिमा सम्पन्न हुने कुरा म निवेदन गर्न चाहन्छु। त्यस्तै गरेर विद्युत विधेयक 2081 यसका विषय पनि पूर्वाधार विकास समितिमा छलफल भइराखेको विषय अनुरोध गर्न चाहन्छु। ऊर्जा विकास मार्गचित्र 2081 मिति 2081 साल पौष 16 गते नेपाल सरकारको मन्त्री परिषदबाट स्वीकृति भएको कुरा निवेदन गर्न चाहन्छु। ऊर्जातर्फ भएका महत्त्वपूर्ण कार्यहरू म यहाँ सम्मानित सदनमा सभामुख मार्फत निवेदन गर्न चाहन्छु। यस अवधिमा विद्युत विकास विभागबाट 16 वटा जलविद्युत आयोजनका सर्वेक्षण अनुमति पत्र, 33 वटा प्रसारण लाइनको सर्वेक्षण अनुमति पत्र, 16 वटा जलविद्युत आयोजनाको उत्पादन निर्माणको अनुमति पत्र र 11 वटा प्रसारण निर्माणको अनुमति पत्र, 14 वटा सौर्य विद्युत सर्वेक्षण अनुमति पत्र र 2 वटा सौर्य विद्युत निर्माणको अनुमति पत्र प्रदान गरिएको छ। सरकारले यसपटक यस मन्त्रालयले 28,500 मेगावाट विद्युत चाहिँ 10 वर्षभित्र पुर्याउने निर्माण गर्ने लक्ष्यका साथ काम गरिराखेको छ। यसमा बजारको सुनिश्चित गरेको कुरा म यहाँहरू मार्फत जानकारी गराउन चाहन्छु। हामीहरूले अहिले 3400 मेगावाट 3450 मेगावाट विद्युत चाहिँ उत्पादन गर्न सकेका छौँ र झन्डै 25,000 मेगावाट यो 10 वर्षमा उत्पादन गर्न सकिन्छ भन्ने लक्ष्यका साथ काम गरिराखेको बेहोरा अनुरोध गर्न चाहन्छु। र यो 25,000 विद्युत उत्पादन गर्दै गर्दा आन्तरिक खपत 13,500 मेगावाटको लक्ष्य राखिएको छ। यो सर्वेक्षणकै आधारमा भएको हो र 10,000 मेगावाट सम्झौता भइसकेर भारत बिक्री गर्ने चाहिँ हामीले सम्झौता गरेर यसपटक झन्डै 950 मेगावाट चाहिँ विद्युत निर्यात गरिसकेको कुरा म अनुरोध गर्न चाहन्छु।
त्यस्तै गरेर बङ्गलादेशमा हामीहरूले यसै वर्ष सम्झौता पनि गऱ्यौँ र विद्युत 40 मेगावाट निर्यात पनि गऱ्यौँ र त्यहाँको माग धेरै छ, तर अहिले हामीहरूले यो 10 वर्षमा 5000 मेगावाट जति दिन सक्छौँ भनेर यसरी 15000 मेगावाट विद्युत अन्तर्देशीय क्षेत्रमा चाहिँ खपत हुने र 13500 मेगावाट विद्युत चाहिँ आन्तरिक खपत हुने यो लक्ष्यका साथ काम गरिराखेको कुरा म अनुरोध गर्न चाहन्छु र यो बजार सुनिश्चित भइसके झन्डै यो अवधिमा 25000 मेगावाट थप विद्युत उत्पादन गर्नलाई 62 खर्ब बराबरको पुँजी परिचालन हुने अनुमान गरिएको छ। यो पुँजीका विषयमा पनि म मान्य सदस्यज्यूहरूलाई पनि पिजन हलमा यसको विस्तृत जानकारी गराउने गरी राख्न चाहन्छु। यो अत्यन्तै यसो हेर्दा महत्त्वकाङ्क्षी तर सम्भव भएको र यसले समृद्धि हासिल गर्न सकिन्छ भन्ने लक्ष्यका साथ मन्त्रालयले काम गरिराखेको कुरा म निवेदन गर्न चाहन्छु। अहिले भर्खरै भारत भ्रमणका बेला दुई देश बीचमा व्यापक छलफल भई अधुरा कामहरू अड्केका विषयहरू, अन्तर्देशीय प्रसारण लाइनका विषयहरू हामीहरूले सुचारू गर्न गइराखेका छौँ। यो अहिले सञ्चालनमा आइराखेको ढल्केबर मुजफ्फर 400 केभी भोल्टेजबाट हुने विद्युत आयात निर्यातको 800बाट 1000 मेगावाट पुर्याउने गरी सहमति भई काम अगाडि बढेको छ। चमेलिया जैलिबी भारतको 220 किलोवाट भोल्ट सर्किट प्रसारण लाइनको डिपिआर मार्च 2025 सम्ममा तयार गर्ने र डिसेम्बर 27 सम्ममा आफ्नो तर्फको निर्माण कार्य सम्पन्न गर्ने भन्ने छ। 400 केभीको भोल्टेजको अन्तर्देशीय विद्युत प्रसारण लाइन इनौरा पूर्णिमा क्रमशः 2028 र 29 सन् 2029 र 30 सम्ममा सम्पन्न गर्ने भन्ने निर्णय भएको छ। दोधारा लम्की बरेली 2028 सम्म 28 देखि 30 सम्ममा सम्पन्न गर्ने, ढल्केबर सीतामढी 400 केभीको प्रसारण लाइन 2026 सम्म सम्पन्न गर्ने, बुटौल गोरखपुर 400 केभी प्रसारण लाइन 2026 सम्म सम्पन्न गर्ने र निजगढ हरियाणी मोतिहार भारतमा 400 केभी प्रसारण लाइन 2034-35 मा सम्पन्न गर्ने र कोहलपुर लखनऊ 400 केभी प्रसारण लाइन 34-35 सम्ममा सम्पन्न गर्ने भनेर यसरी 8वटा प्रसारण लाइन अन्तर्देशीय प्रसारण लाइन सम्पन्न गर्ने र यो हामीले लिएको लक्ष्य 15000 को निर्यात भनेको झन्डै 16000 मेगावाटको निर्यात यो प्रसारण लाइनबाट निर्यात गर्न सक्ने क्षमताका प्रसारण लाइनहरू चाहिँ निर्माण गर्ने सम्झौता भइसकेको छ। मतलब यो निर्णय भएर अगाडि बढिसकेको छ। यसको कार्यान्वयनमा अगाडि बढाएको कुरा म निवेदन गर्न चाहन्छु। अहिले यो नेपाल प्रसारण लाइनका लागि नेपाल विद्युत प्राधिकरण पावर ग्रिड कर्पोरेसन इन्डिया लिमिटेडमा क्रमशः यहाँ 50% चाहिँ लगानी गर्ने र दुवैतिर 50% लगानी गर्दा निर्णायक को हुने भन्ने दुविधाका कारण लामो समयसम्म यो अल्झिरहेको र यसको कार्यान्वयन नहुन सकिराखेको रहेछ। यसलाई हामीहरूले संवाद मार्फत नेपालको 51% र भारततिर 49% र भारतको तर्फ चाहिँ भारतको 51% र नेपालको 49% रहने गरी यसको विवादलाई निराकरण गरिएको कुरा म निवेदन गर्न चाहन्छु। त्यस्तै गरेर लामो समयदेखि निर्माण भइरहेको चमेली त्रिशुली 220 केभी प्रसारण लाइन 28.1 किलोमिटर डबल सर्किटको हालै सम्पन्न भई सञ्चालनमा आएको कुरा म निवेदन गर्न चाहन्छु। ढल्केबर लोहरपट्टी 132 केभी प्रसारण लाइन तथा लोहरपट्टी सब स्टेसन एवं बुर्तिवाङ गोरुसिङे 132 केभी प्रसारण लाइन आयोजना सम्पन्न गरिएको कुरा म निवेदन गर्न चाहन्छु। सम्मान्य सभामुख महोदय, यो ऊर्जा विकास मार्ग चित्र हिजो पनि हामीहरूले एउटा लक्ष्य केही ड्राफ्ट भएको अवस्था रहेछ। यसलाई चाहिँ पूर्णता दिएर अहिले काम अगाडि बढाइराखिएको। हिजो जनताको जलविद्युत पूर्व मन्त्रीज्यूहरूले आफ्नो कार्यकालमा केही न केही कुराहरूलाई अगाडि बढाउनु भएको रहेछ। त्यसलाई मूर्त रूप दिने काम चाहिँ अहिले भएको छ र यो
जलविद्युत जनताको नेपालको पानी जनताको लगानी भन्ने शीर्षक अन्तर्गतको जलविद्युत आयोजनाहरूमा नेपालीहरूले प्रभावित क्षेत्रका मान्छेहरूले 10% लगानी गर्न पाउने कुरालाई कार्यविधिमा केही संशोधन गरिएको छ र यसमा अहिले प्रत्येक घरधुरीमा गरिबका रेखामुनि रहनुभएका नेपालीहरूले कम्तीमा पनि 2 लाखदेखि 5 लाख रुपियाँ सेयर राख्न पाउने गरेको सुनिश्चित गर्ने गरेको निर्णय भएको छ र यो सदनमै पनि मान्यज्यूहरूले खास गरेर मान्य डाक्टर चन्द्र भण्डारीले भन्नुभएको थियो यो क्षेत्रमा यति ठुलो लगानी हुँदै गर्दा समृद्धि यसमा देख्दै गर्दाखेरि निमुखा जनताले के पाउने भन्ने प्रमुख प्रश्न छ र समृद्धिका लागि ती निमुखा जनताहरूलाई पनि साथमा लिएर मुलुकले हिँड्न सक्नुपर्छ भन्ने उद्देश्यका साथ प्रत्येक गरिबीका रेखामुनि भएका मानिसहरूलाई सरकारले लगानी जुटाइदिने सस्तो ब्याजमा भर्सक सर्भिस चार्ज मात्रै लिएर त्यो ब्याजमा चाहिँ प्रत्येक घरधुरी हामीकामा अहिले रेकर्ड अनुसार 20% मानिसहरू चाहिँ गरिबीका रेखामुनि हुनुहुँदो रहेछ। त्यो 20% मान्छेहरूलाई प्रभावित क्षेत्रैबाट प्रत्येक घरमा 5 लाख रुपियाँदेखि लिएर आयोजनाको क्षमता हेरेर 2 लाखसम्मको सेयर दिलाउन सकियो भने यो चाहिँ गरिबी 5-7 वर्षभित्र गरिबीका रेखामुनिका मान्छेहरू गरिबीका रेखाभन्दा माथि आउन सक्ने देखेर मन्त्रालयले अहिले चाहिँ त्यसका लागि सरकारले लगानी जुटाइदिने र यसरी हाम्रा अधुरा चाहिँ सम्पन्न नहुन नसकेका लामो समयसम्म लगानी राज्यले गरेका यस्ता आयोजनाहरूलाई अगाडि बढाउने उद्देश्यका साथ काम भइराखेको कुरा म निवेदन गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, यो आयोजनाहरू अहिले हाम्रा ठुल्ठुला आयोजनाहरू अलपत्र अवस्थामा छन्। हामीहरूले हेरिराखेका छौँ। बुढी गण्डकीकै कुरा गरे पनि, अप्पर अरुणको कुरा गरे पनि, उत्तर गङ्गाको कुरा गरे पनि राज्यको अरबौँ खर्च भएको छ तर आयोजनाहरू अलपत्र अवस्थामा छन्। त्यसो भएका कारणले अहिले सरकारले यस मन्त्रालयले पब्लिकलाई साथमा लिएर निजी क्षेत्रलाई साथमा लिएर यस्ता आयोजनाहरूको विकास गर्ने गरेको मोडालिटी तयार गरिएको छ। हिजो 43 अर्बदेखि लिएर विभिन्न आयोजना प्रत्येक आयोजनामा अरबभन्दा बढी खर्च भएको छ। सरकारको पैसा यसरी चाहिँ व्यथित ढङ्गले अलपत्र परेको अवस्थालाई अब सरकारले यसलाई मूर्त रूप दिने गरेको काम गरिराखेको कुरा म निवेदन गर्न चाहन्छु। र अहिले यही कार्यकालमा 7 महिनाको कार्यकालमा विद्युतको उत्पादन 333 मेगावाट चाहिँ नेसनल ग्रिडमा जोडिसकेको अवस्था छ र यी अधुरा आयोजनाहरूलाई पनि सुचारू गर्नलाई हामीहरूले निश्चित कार्यविधि बनाएर अगाडि बढाएका छौँ। र म आग्रह गर्न चाहन्छु सम्माननीय सभामुख महोदय, मान्यज्यूहरूलाई हामीहरूले टिका टिप्पणी गर्ने भन्दा पनि सकारात्मक कुराहरूलाई जनताको प्रति उत्तरदायी भएर यी कुराहरूलाई चाहिँ अगाडि बढाउन सकियो भने हामीले सबै पार्टीहरूले र सबै जनप्रतिनिधिहरूले समृद्ध नेपाल भन्दै गरेको कुरा चाहिँ अनि मात्रै सार्थकता पाउँछ भन्ने लागेको छ। र अहिले हामीसँग रहेका 3-4 क्षेत्रहरू जो आय आर्जनको लागि तत्कालै हामीहरूले चाहिँ अगाडि बढाउन सक्छौँ भन्ने कुरालाई जुन देखेका छौँ त्यसमध्येमा जलविद्युत नै पहिलो प्राथमिकतामा राखेर काम गर्न सकियो भने मात्रै हामीहरूले चाहिँ भने जस्तो छिटो समयमा अब यो 62 खर्ब लगानी हुँदै गर्दा लाखौँ रोजगारी सृजना हुन सक्ने, हाम्रो आन्तरिक आवश्यकता परिपूर्ति हुने र हामीले विद्युत निर्यात गरेरै मुलुकको बजेट निर्धारण गर्न सकिने यस्ता ठुला आयोजनाहरूलाई र अगाडि बढाउने र रिजर्भवायरलाई हामीले सँगसँगै काम गरेर अगाडि बढाउने लक्ष्यका साथ काम गरिराखेका छौँ। हामीले यो सुरक्षाको विद्युत सुरक्षालाई ध्यानमा दिएर राखेरै मन्त्रालयले काम गरिराखेको कुरा म आग्रह गर्न चाहन्छु, निवेदन गर्न चाहन्छु। जलस्रोत सिँचाइतर्फ पनि हामीहरूले अहिले चाहिँ मैले मन्त्रालय सम्हाल्ने बित्तिकै 2 अर्ब 30 करोड रुपियाँको गत वर्षको चाहिँ भुक्तानी फरफारा गर्न बाँकी रहेको रहेछ। त्यो सबै भुक्तानीहरू फरफारा गरिसकेको अवस्था छ। सप्तकोशी, चतरा, नारायण देवघाट, कर्णाली, चिसापानीको
को 15 दिने जल प्रवाह अनुमान पनि सुरु गरिएको छ। रानी जमरा कुलरियाको सिँचाइ आयोजना 14,300 हेक्टर सिँचाइ सुविधा पुगेको र अहिले त्यहाँ एउटा विद्युत आयोजना पनि सँगसँगै यो सिँचाइ सँगसँगै मल्टी आयोजनाहरू पनि सुरु गरिएको छ। त्यसमा 4.71 मेगावाटको आयोजना चाहिँ विद्युत क्षमता भएको आयोजना चाहिँ सम्पन्न भयो, अहिले ग्रिडमा जोडिसकेको अवस्था छ। देशका विभिन्न नदी खोलाहरूमा करिब 20.38 किलोमिटर तटवर्णन गरिएको सम्पन्न गरिएको छ र करिब 235 हेक्टर जग्गामा उक्साउ भएको छ। राष्ट्रिय सिँचाइ ऐन नदी तथा जल उत्पन्न विपद व्यवस्थापन ऐनको मस्यौदा तयार गरिएको छ र सरकारको यही अवधिको बाढी पहिरो डुबान जस्ता राष्ट्रिय विपदको सामना समेत गर्नु परेको परिप्रेक्ष्यमा सोबाट प्रभावित सिँचाइ नदी नियन्त्रण सम्बन्धित संरचना पुनर्निर्माण तथा एवं मर्मत सम्भार आपतकालीन उद्धार सहयोग गर्ने तथा सिँचाइ सेवा सुचारू गर्ने कार्यमा मन्त्रालय अन्तर्गतका सम्पूर्ण निकायहरू एकजुट भई परिणाममुखी पहल कदमी गरेको कुरा म आग्रह गर्न चाहन्छु। झनै 29 वर्ष पहिले सम्झौता भएको पञ्चेश्वर आयोजनामा केही कुराहरू खास अगाडि बढ्न नसकेको रहेछ। यसपटक चाहिँ दुवै देश यस आयोजनालाई अगाडि बढाउनुपर्छ भनेर लागिराखेको र केही वर्कआउट भएको डिपिआरमा काम भइराखेको कुरा म अनुरोध गर्न चाहन्छु। यो 4800 मेगावाट विद्युत उत्पादन समेत रहने आयोजना भएको कारणले 29 वर्षदेखि लगानी अलपत्र परेको यस्ता ठुल्ठुला आयोजनाहरू अगाडि बढाउन सकियो भने मुलुकमा समृद्धि आउने कुरा सुनिश्चित हुन्छ भन्ने उद्देश्यका साथ पनि काम गरिराखिएको कुरा म निवेदन गर्न चाहन्छु। अहिले सम्मानित सदनमा मैले निवेदन गर्नुपर्दछ, यो केही विषयहरूमा हामीले ठुला आयोजनाहरू सञ्चालन गर्दै गर्दा राष्ट्रिय सहमतिकै आधारमा आयोजनाहरूलाई सञ्चालन गरौँ भनेर उद्देश्यका साथ सबै मान्य मन्त्रीज्यूहरूसँग पूर्व मन्त्रीज्यूहरूसँग पनि छलफल गरिएको छ। पूर्व सचिवज्यूहरूसँग छलफल गरेर यस मन्त्रालयमा गर्नुपर्ने कामहरूका लागि नीतिगत कुराहरूलाई प्रष्ट पारेर अगाडि बढाएर राष्ट्रिय एकता कायम गरेर यस क्षेत्रको विकास गर्न मन्त्रालय अगाडि बढिरहेको कुरा म निवेदन गर्न चाहन्छु। केही प्रश्नहरू पनि यस बिचमा नआएका होइनन्, प्रश्नहरू आए, मैले पनि सुन्न पाएँ। पूर्व प्रधानमन्त्रीले पनि सम्मान्य पूर्व प्रधानमन्त्रीले पनि केही प्रश्नहरू राख्नुभयो। म यसका प्रति पनि प्रश्न पार्ने अनुमति चाहन्छु। मन्त्रालयमा भए गरेका कामहरू सँगसँगै काम गर्ने सिलसिलामा केही सञ्चार माध्यममा प्रश्न उठेकै भरमा मान्यज्यूहरूले नेताहरूले धारणा बनाइदिने हो भने हामी मुलुकलाई कहाँ पुर्याउँछौँ भन्ने कुरा म प्रश्न गर्न चाहन्छु। सत्य तथ्यका आधारमा प्रश्न राख्न पाइदियो भने त्यसो भयो भने यसले सांसदहरूको गरिमा, संसदको गरिमा, ओजलाई पनि जनताहरूले हेर्दाखेरि गरिमामय बनेको देख्न पाउने गरी काम गरौँ भन्ने म निवेदन गर्न चाहन्छु। सम्मानित पूर्व प्रधानमन्त्रीज्यूले यही रोस्टरमा उभिएर भन्नुभयो जगदुल्लाका विषय, लेनदेनका विषय। मैले यो समितिमा पनि स्पष्ट पारेका थिएँ, यो विषय नउठ्या होइन। यो जगदुल्ला आयोजना कर्णालीको महत्त्वपूर्ण आयोजना, यो आयोजना चाँडो निर्माण हुनुपर्छ भन्ने मन्त्रालयको र मेरो व्यक्तिगत धारणा पनि थियो। यो हामी म मन्त्रालयमा नजाँदै यो आयोजना सुरु भएको थियो, यो ठेक्का प्रक्रिया, र म गइसकेपछि 2-4 दिनमै त्यसको ठेक्का चाहिँ रद्द गरिएको थियो। फेरि मन्त्रालयमा मैले सोधेँ उहाँहरूलाई किन रद्द गर्नुभयो भन्दा यो बर्खाको बेला भयो अनि यहाँ चाहिँ प्रक्रिया पुगेन, मान्छेहरू चाहिँ त्यो ठेकदारहरू हेर्न जान सकेनन्, त्यस कारणले रद्द गरियो भन्ने उत्तर दिनुभएको थियो उहाँहरूले। दोस्रोपल्ट फेरि उहाँहरूले रद्द गर्नुभयो। रद्द गरिसकेपछि मैले फेरि उहाँहरूसँग प्रश्न गरेँ यो किन रद्द गर्नुभयो भनेर मैले सोद्धाखेरि उहाँहरूले के भन्नुभयो भने यो चाहिँ नोटरी गर्नुपर्ने, नोटरी नगरेका कारण कुनै ठेकेदारहरूले नोटरी नगरिकन चाहिँ ठेक्का हालेको कारणले रद्द गर्नु पर्यो भन्ने कुरा आयो।
म के आग्रह गर्न चाहन्छु भने यो मेरो चुनौती पनि हो। यसरी चेक आदान प्रदान गरेर भ्रष्टाचार गरेर आयोजनामा यसरी लाग्ने गरिन्छ होला र? हिजो यस्तो भएको होला? यो मन्त्रालय त म निवेदन गर्न चाहन्छु, यहाँ मान्य मन्त्रीजीहरू हुनुहुन्छ, करिब 8 वर्ष अगाडिदेखि यो माओवादीको नेतृत्वमा सञ्चालन भइराखेको मन्त्रालय देखिन्छ। उहाँहरूले के गर्नुभयो होला त्यसमा? यस्तै गरिन्छ त? आरोप लाएर यति ठुलो नेताले म त यो खास गरेर यस्ता शब्दहरू प्रयोग गर्दा ख्याल गर्न पनि अनुरोध गर्न चाहन्छु। सम्मानित नेताहरूको प्रति कसरी उत्तर दिने होला मलाई अचम्म लाग्छ। हामीले सम्मान गरेका नेताहरूको अभिव्यक्ति यस्तो हुन्छ? सत्यपरक हुनु पर्दैन? तथ्यहीन कुराहरू रोस्टरमा बोलेर एउटा माननीयलाई, एउटा मन्त्रीलाई एउटा आरोप लाउँदै गर्दा त्यसको समाजमा के असर पर्छ भन्ने कुरा ख्याल नराखिदिने। म यो प्रमाणित गरिदिनु भयो भने उहाँका पछाडि म खुरुखुरु झला बोकेर हिँड्न तयार छु। कति वर्ष भन्नुहुन्छ? त्यति वर्ष। पहिले दास भन्थे, दास होइन कि म खुरुखुरु हिँड्न तयार छु। यस्ता तथ्यहीन कुरा नगरिदिनु हुन म आग्रह गर्न चाहन्छु। त्यसो भए त तुरुन्तै राजीनामाका कुरा गर्नुहुन्थ्यो केही मान्यज्यूहरूले, राष्ट्रिय सभामा पनि भन्नुभयो राजीनामा होइन, म सांसदबाटै राजीनामा दिएर म तपाईँका पछि झोला बोकेर हिँड्न तयार छु। प्रमाणित गरेर देखाउनुहोस् न। आरोप लाउने कसले गरिदिन्छ? अहिले सधैँ एकले अर्काले सत्ता छोड्ने बित्तिकै आरोपै मात्रै लगाइराखेर मुलुक कहाँ पुर्याउने? यति ठुल्ठुला महत्त्वपूर्ण कामहरू गर्नुपर्नेछ मुलुकका प्रति, जनताका प्रति यति उत्तरदायी हुनुपर्नेछ। यस्ता आरोप लगाएको देख्दाखेरि मलाई चाहिँ असाध्यै आश्चर्यजनक लागेको छ र मैले जिम्मेवारीका साथ यसको सम्माननीय सदनमा यसको प्रश्न जवाब दिनुपर्छ भन्ने लागेरै मैले समय माग गरेको। सम्माननीय सभामुख महोदय, विद्युत प्राधिकरणको कुरा गर्नुभयो। विद्युत प्राधिकरणमा सञ्चालक समितिका हैसियतले हिजो पनि त्यहाँ बसेको पाइयो, अफिस थियो कि बिचमा नभएको रहेछ। विभिन्न निकायहरूमा सञ्चालक समितिको अध्यक्षहरू बस्ने गरेको देखिन्छ। अब सञ्चालक समितिको अध्यक्ष बस्नले एउटा कोठा त्यहाँ निर्माण हुँदै गर्दा के चाहिँ आकाश खस्यो? यसले हुने के हो? 8 वर्षसम्म भएको एमडीका विषयमा त्यहाँहरू जानकार हुनुहुन्छ। आत्तिनुपर्ने कुरा के छ? कि त्यहाँ गलत गतिविधि भयो भने प्रश्न राख्न सक्नुहुन्छ। म आग्रह गर्न चाहन्छु। अहिले विद्युत चाहिँ उहाँका कारणले, एमडीका कारणले यहाँ चाहिँ लोड सेडिङ नभएर उत्पाद भएको जस्तो मान्नुहुन्छ। तत्कालीन अवस्थामा 8 वर्ष अगाडि नेपालको आवश्यकता लोड सेडिङ नहुन दिनका लागि 450 मेगावाटको आवश्यकता रहेछ। 425 मेगावाटको त 450 मेगावाट भारतबाट लिइयो। भारतबाट ल्याउनलाई ट्रान्समिसन लाइन त के अगाडि बन्नु पर्थ्यो होला नि? त्यो ट्रान्समिसन लाइन कसका कारणले बन्या हो? यहाँ मन्त्रीजीहरू हुनुहुन्छ, पूर्व मन्त्रीजीहरू, तपाईँहरू सबै जान्नुहुन्छ। अनि उहाँ चाहिँ उत्पाद देवता हुनुभयो। अचम्म लाग्छ। केही राम्रो काम गर्नुभयो होला, त्यसका लागि विश्लेषण गरेर उहाँलाई धन्यवाद पुरस्कार के दिनुपर्छ दिउँला। तर सञ्चालक समिति निर्णय गर्छ, उहाँ कार्यान्वयन गर्नुहुन्न, सरकारलाई तिर्नुहुन्न। 100% लगानी सरकारको छ। भाषण गर्दै हिँड्नुहुन्छ कर्मचारी। तपाईँहरूले पनि बियर गर्नुभएको छ नि, मान्यज्यूहरू मन्त्री हुनुहुन्थ्यो, बियर गर्नुभएको छ उहाँको गतिविधि। यस्ता अराजक गतिविधिलाई सरकारले सधैँ हेरेर बस्ने कुरा त हुँदैन। लगाम त लाउनुपर्छ होला। राम्रो काम गर्नुहुन्छ हामी सिफारिस दिउँला, पुरस्कार दिउँला। तर एउटा कर्मचारीका विषयमा यत्रो प्रश्न उठाउनु पर्ने यत्र सम्मानित नेताहरूले के आश्चर्य यस्तो भयो? मलाई अचम्म लागेको छ कि सरकारमा बाहिर हुने बित्तिकै यस्ता प्रश्नहरू उब्जिनु पर्ने हुन्छ। सरकार बाहिर भयो र फेरि सरकार सञ्चालन गर्न खोज्नु कति उपयुक्त हो? त्यसो भएका कारणले म आग्रह गर्न चाहन्छु, हामी सरकारमा छौँ, केही नेताहरू चाहिँ प्रतिपक्षमा हुनुहुन्छ। देश बनाउनका लागि के गर्नुपर्छ? आउनुहोस् बसौँ, छलफल गरौँ। कहाँनिर त्रुटि छ भने त्रुटिलाई सच्याउँ, सही गतिविधि सञ्चालन गरौँ। वास्तवमा अहिले ऊर्जा क्षेत्रको विकास गर्न सकियो भने मुलुक आमूल परिवर्तन हुन्छ। यो 10 वर्षभित्र आमूल परिवर्तन हुन्छ।
हामीले बनाइराखेको मागेर ल्याएको बजेट यहीँ सिर्जना गर्न सकिन्छ। लाखौँ मान्छेलाई रोजगार यहीँ सिर्जना गर्न सकिन्छ। अरू पर्यटन क्षेत्रमा होला, कृषि क्षेत्रमा होला, आउनुहोस् न बसौँ छलफल गरौँ, म आग्रह गर्न चाहन्छु। तर यस्ता मिथ्या आरोप लाएर अरूलाई खुइलाउँदै गर्दा आफ्ना टाउकामा फोहोर परेको ध्यान दिन म आग्रह गर्न चाहन्छु। डेडिकेटेड लाइनको 22 अर्बको कुरा गर्नुभयो। 8 वर्ष तपाईँहरूले के हेरेर बस्नुभयो? 10 वर्षदेखि विवाद किन समाधान नभए होला? तपाईँहरूलाई थाहा होला नि। त्यसको जिम्मा तपाईँहरूले लिनु पर्दैन? लाल आयोग कसका पालामा चाहिँ निर्माण गरिएको थियो? त्यो लाल आयोगमा के लेखिएको छ? त्यो किन लुकाएर राख्नु पर्यो? अहिले यस सरकारले लाल आयोग बाहिर ल्यायो र क्याबिनेटले निर्णय गरेर के भनेको छ भने यो लाल आयोगलाई कार्यान्वयन गर्ने भनेर मन्त्रालयलाई जिम्मा दिएको छ। कार्यान्वयन गर्ने सन्दर्भमा गराउने भनिसकेपछि मन्त्रालयको दायित्व भयो कि भएन? त त्यो कार्यान्वयन गराउनका लागि विवाद छ, लामो समयसम्म विवाद अल्झिएको विषय समाधान के हो भनेर समाधानका लागि एउटा निष्पक्ष कमिटी मन्त्रालयले गठन गर्यो। अब मन्त्रालयले गठन गरेको कमिटी नै अवैध भन्नुहुन्छ तपाईँहरूले? मन्त्रालयको अधिकार छैन त्यो गर्ने गराउने? कसरी अवैध भयो? त्यही भाष्यलाई त्यहाँको एमडीले चाहिँ केही पनि डकुमेन्ट नदिने, हामीलाई कसको काखा कसको पाखा गर्नुपर्छ। तर यथार्थ त जनता सामु ल्याउनु पर्यो होला नि। त्यो बिलतिर भन्नेलाई पनि तिम्रो बिल यो हो भन्नु पर्यो होला नि। त्यत्रो लामो लेखा समितिमा छलफल भयो पटक पटक, किन निराकरण नभएको? 8 वर्ष चाहिँ तपाईँहरू सरकारमा हुनुहुन्थ्यो, किन निराकरण नभएको? एउटा प्रतिवेदन कार्यान्वयन किन नगराएको? मेरा पनि प्रश्न छन्। त मिथ्यामा उभिएर आरोप लाउँदै गर्दा यो हेक्का राख्नुपर्छ। आउनुहोस् तपाईँहरू पनि बसौँ, निष्पक्ष छानबिन गरौँ, कसले कति तिराउनु पर्ने रहेछ, छानबिन भएका दिन त्यो तिराएर छोडौँ। किन छुट दिनु परेको छ? कसैले कसैलाई छुट दिनुपर्ने जरुरी छैन, तर कति उपभोग गरे हो त्यसको यकिन गरेर तिराउनु पर्ने आवश्यकता देखिन्छ। त्यसो भएका कारणले यी आरोपहरू मिथ्या आरोप हुन् भन्ने कुरा म आग्रह गर्न चाहन्छु। त्यति मात्रै भन्नु भएन, बोर्ड सदस्यहरू निकालेर के गरेर बोर्ड मिटिङ बोलायो, बोर्ड सदस्यहरू आउँदै आउनुहुन्न, आज आउन्न, अर्कोचोटि आउन्न, त्यस्ता बोर्ड सदस्यहरू किन राख्नु पर्यो? उहाँको जिम्मेवारी के हो? त्यसो भएका कारणले म आग्रह गर्न चाहन्छु, पत्र पत्रिकामा आएका भरमा, मिथ्या समाचार सुनेका भरमा सम्मानित नेताहरूले यस्ता अभिव्यक्ति दिँदै गर्दा संसदको गरिमा पनि नरहने, सांसदहरूको गरिमा पनि नरहने। त्यसो भएका कारणले सत्य तथ्यपरक भएर आफ्ना अभिव्यक्तिहरू दिन पाइयो भने ग्रहण गर्न पनि सहज हुन्छ, स्वीकार्न पनि सहज हुन्छ र भागीदार हुन पनि मजा आउँछ। त्यसो भएका कारणले म आग्रह गर्न चाहन्छु, यस्ता कुराहरू मिथ्या कुराहरू नगरिदिनु हुन म आग्रह गर्न चाहन्छु र सत्य तथ्य छ भने प्रमाणसहित लिएर आउन पनि आग्रह गर्न चाहन्छु। मेरो चुनौती नै हो। त्यसो भयो भने म जस्तासुकै कुराको सामना गर्न र कारबाही भोग्न पनि म तयार छु। यति कुरा राख्नुपर्ने मैले आवश्यकता महसुस गरेर सामान्य सभामुखज्यू मार्फत मैले समय लिएको र मान्य सदस्यज्यूहरूलाई कुनै पनि बेला केही पनि लागेको बेला मेरो व्यक्तिगत कुरा पनि यहाँहरूले गर्न सक्नुहुनेछ र राष्ट्र निर्माण गर्नका निमित्त यो मन्त्रालय मार्फत गर्नुपर्ने कार्यहरूमा यहाँहरूको सहयोग, सकारात्मक सहयोगको सधैँ ग्रहण गर्ने गरी म निवेदन गर्दै आफ्ना भनाइहरू अन्त गर्ने अनुमति चाहन्छु। हस्त, धन्यवाद। मान्य सदस्यहरू,